धड़कन बढ़दैछ रातले हो कि लाली चढ्दैछ राति कोरनको हो कि धड़कन बढ़दैछ चारै पानी आकाशमा उड लागेछ लगा दे तू जो फुलवाला ले ले आओ नमस्कार नमस्कार गंगा जल पंचायत नमः ओम हम मंगलाय मंगल मंगलाय
पूजन गर्न मिल्दैन, कसैलाई नगर्ने, भगवानलाई पनि नगर्ने, यो मतलब त्यही हुन्छ भने त्यो पनि डर छ नि एउटा कुराको। त्यही तपाईँले यो आउन मलाई गणेश भगवानलाई पूजन गर्ने हो हामीले। पहिला त्यो जलाउनुहोस् अगरबत्ती 5 वटा। ओम ज्योति ज्योति अग्नि ज्योति स्वाहा सूर्य सूर्य ज्योति अग्नि ज्योति स्वाहा भद्र ज्योति सूर्य ज्योति अग्नि ज्योति स्वाहा। किनभने आफ्ना माता पिताको माया कर्म गर्दा सबैजना भन्दा गणेश भगवानले नै परिक्रमा गर्नुभयो आफ्नो माता पिताजीलाई। त्यसो भएर श्रेष्ठ पूजन गणेश भगवानलाई हामीलाई किनभने कलश देवता जिलाई किन पूजा गर्ने देवता कलशको मुखमा आएर बास दिनुहुन्छ भने त्यस कारण हामीले कलश भगवानलाई पूजन गर्छौँ र पूजन गर्नु। ओम त्यागी ब्रह्म ब्रह्मले पञ्चमाता माते माता अनुमाने पटुराये बोधाश्रमा ओम विश्वदेवं धातु नमः ओम प्राण प्रतिष्ठाय नमः ओम प्राण प्रतिष्ठाय नमः ओम पटुराय नमः अवाह्य ब्राह्मणे भगवान आपसे विनती है कि हमारा कार्य सफल होकर के पूरे चाहिए मध्य सागरा संहिता वसुंधरा योग वेद वेद सामवेद ओम गणेश देवता भवन जल प्रशिक्षण करिया जल के प्रशिक्षण करिया अब यो जलले चाहिँ अब स्वागत मन्तव्य अब तपाईहरुले स्वागतको लागि ठुला बाबु पुरुष खडा भइदिनुहोस्। भित्र स्वागत मन्तव्य स्वागत भन्ने मान्छे अलिकति पछाडि भइरहेमा हुन्छ है। फोटो फोटो
खाली गरिदिनु बात
कहिले बसेर निकाल न बसेर अझै माला सुरुमा दुलाले ल खै बिहा गर्न के गर्न भयो यहाँ भ्याइयो लाउनु पर्यो त लगाइदिनु यस्तो देखाउनु न हजुर हुनुहुन्छ त ल खै यस्तो भिडियोग्राफरहरू ल यहाँ हेर्नु है हेर्नु ल रेडी ल अहिले खिच्छ ल औटी देखाउनु त अब फेरि ल अहिले अलि बिसेको आहा ल रेडी ल अब यस्तो हेर्नु घर घर लगाइदिनु हुन्छ अर्को के हो त्यतिकै राख्नु ल नफाल्नु है तर राम देखिन्न हो त्यस्तै हो ल त्यस्तो लाइट गर्नु पर्छ प्र्याक्टिस गर्नुपर्छ अलि यता लगाइदिनु क्या दिदी यता आउनु क्या यता ओ फुल फालम फुल ऊ त निकाल्नु न होटे लाए जस्तो गर्नु होटे लाए जस्तो गर्नु ल
Alesti sida. Alesti. Lot sida. खाली गराइदिनु क्या उडेर खिच्नु हुन्थ्यो घाम परेको खैला सालीहरूको आँखामा घाम पर्छ कि त्यही भएर भनेको अब त परेको छैन नि अब काम परेछ र त्यतिकै राख्नु है राम्रो देखियो मेरो मम्मी हुन्छ मम्मीलाई अर्को त लगै छैन उयो नि उडाइदिनेको त्यहाँ बस्ने सबलाई हो होला जाइदिन हानी हो Kutu
गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन लैजाऊ कि भन्छु गोजीमा दाम छैन मान्छेलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन कहिले काली मन पर्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो ससुराली देखेपछि साली मन पर्यो ससुरा बा मलाई साली मन पर्यो ल्याउन ससुरा बा मलाई साली मन ससुराली देखेपछि साली मन पर्यो ससुरा बा मलाई साली मन पर्यो ल्याउन ससुरा बा मलाई साली मन पर्यो यो त चला आमालाई
गरेर यसो तान्नु सब दिएन ल यो फोन दिनु दुईजनाको हातमा दिने है दीपम नवेदम समर्पयामि गन्धपुष्प धूपम दीपम नवेदम समर्पयामि भयो 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 अब दुईजना फुल लिनु भागवतमा पशुपतिनाथ त्रिवेदी ओम गंगा जल पवित्राय नमः फुलबाटे हजुरले पछाडि बसेर भाग्नु पऱ्यो कता बसौँ यार एकछिन गाना बन्द गरिदिउँ के लाइटिङ लाइटिङ
एकछिन बस्नु न हामीलाई ल यता हेर्नु है ल चस्मा मलाई मिल्छ र डिन्डेले नेता ल ल एक गरेर हुन्छ त ल यता हेर्नु ल अनि एकअर्कालाई हेर्नु ल खै मित्र यताबाट हाल्नु त यार अलि पछाडि मित्र भयो नाइ होल्ड गर्नु न दाइ ल हजुरले खुलाइदिनु त मासु मासु कहाँ आउँछ होल्ड गर्नु ल ल अब क्रस हान्दिनु त होल्ड गर्नु है ल तिमी जान्ने रहेछ नि त नगर्ने रहेछ ल यता हान्नु त हातै ल यता यता तल यता दाइ तल यता ल यता आउँदा मित्र It's
त्यही पनि यहीँबाट चाहिँ बिहा गरेर अनि बिहा
तमन्ना करना ऐसे सॉरी भाइ बिस्तारै भाइ बिस्तारै बेटी पिया के घर चली ये कैसी घड़ी आई है दीक्षा बहिनी नछिकन ए तुलसी आँगनमा रोपौला
होइन हनुमान देख्ने बुवाको तपाईँ जाने होइन हजुर कारमै जाने म कल गर्छु जानु न जानु रामसँग जाऊ दिदी हुनुहुन्छ मसँग जुर्नै छैन कि फेरि एकजना नानीलाई त्यहाँ बसाल्नु हुन्छ भयो के अन्ति भयो अर्को नानी अगाडि बस्नु सुमी ल बाई बाई ल ल सर हजुरले नि बाई बाई हान्दिनु ल ल जानु जानु बनाउनु अगाडिबाट जाऊ बनाऊ अगाडि जाऊ साइडबाट यत्तिकै भ्याइदिने हो क्या हिँडेन कि माथि हो कि त्यही हो के अरे हुन त यो एक्सर्साइज गराइदिनु यो कारण गराइदिनु भएन